अलिकति यहाँ हेर्नुहोस् ल मौरी चलाउँदाखेरि जहिले पनि म तपाईँलाई भनिदिइरहेको छु भोलि बढाउनु भयो होइन भोलि गर्नुहुन्छ नि तपाईँले अब एउटा घारबाट बढाउँदै लानुहुन्छ मौरी चेक गर्दाखेरि कसरी चेक गर्ने भन्दाखेरि चाहिँ यहाँ चाहिँ पहिला घारको अगाडि बस्नु हुँदैन दायाँ बायाँ पछाडि बस्नु पऱ्यो हो अनि मौरीलाई खोल्नु मौरीको डुर खोल्नुभन्दा अगाडि चाहिँ पहिले मौरीलाई चाहिँ आवाज दिनु पऱ्यो कोही आउँदैछ भने सतर्क हुन्छ नि मौरी अनि आवाज दिएर त्यहाँबाट बिस्तारै यो छ नि यो चाहिँ तपाईँले यो कभर खोल्दा चाहिँ डल्लै खोल्नु हुँदैन कहिले डल्लै खोल्दा चाहिँ के हुन्छ मौरीले भत्तै आउन सक्छ अन्डरमा बिस्तारै यसरी एउटा खोल्यो एउटा चेक गर्यो अलिक उता सार्यो अर्को खोल्यो यसरी हो भन्दा म यहाँ देखाइदिइरहेको छु यो यसमा कतिवटा छ भने 2 4 6 8वटा छ हो यो मोर स्ट्रङै छ नि त यतिको अब यसलाई पनि त्यही हो प्रोसेस चाहिँ त्यही हो अब यसलाई हामी यसरी सार्छौँ यसरी सारेर अर्को हाल्छौँ अनि यो यहाँ माकुरा यस्तो लाग्छ है खाली जग्गामा चाहिँ माकुरा लाग्छ यहाँ हेर्नु ल अब यो छ नि यो छेकन भन्छ यो छ नि यसलाई चाहिँ छेकन भनिन्छ अस्ति जाडो महिना थियो नि त जाडो महिनामा चाहिँ के गर्नु पर्यो यसलाई यसरी यहाँ लगाइदियो यसरी लगाएपछि अर्को पनि लाउनुपर्छ यहाँबाट दुईवटा लगाइदिएपछि यसलाई के भयो सानो जग्गा भयो कम्फोर्टेबल हुन्छ हो अनि फेरि अब सिजन लाग्यो भनेपछि एकपट्टिको छेकन खोलिदियो एकपट्टिको यसलाई यता सार्दै बिचमा थप्दै गर्नु पर्यो बुझ्नुभयो नि किनभने उसलाई के भन्छ ठुलो जग्गा देख्यो भने चाहिँ उसलाई काम गर्नु साह्रो पर्छ अब हामीलाई पनि बारीतिर जाँदाखेरि गोरु जोत्दाखेरि अब 4 हलको मेलो चाहिँ एकै दिनमा सक् भने सक्दैनौँ नि त होइन अब सानो 1 हलको मेलो सानो सुर्की छ भने त प्लाटु जोत्दै हिँडिहाल्छौँ हरेस पनि हुँदैन त्यस्तै हो मौरलाई पनि सानो जग्गा छ भने छिटो काम गर्छ अब यो वारपार छोडेर चाहिँ यो छेकन पनि यसरी निकालिदियो भने चाहिँ यतिकै बिर्को लगाइदियो भने चाहिँ के हुन्छ नि उसलाई ओहो यत्रो जग्गा रहेछ भन्ने हरेस हुन्छ र काम गर्नु अल्छी मान्छ मौरले बुझ्नुहुँदैछ नि अनि त्यही कारणले चाहिँ हामीले छेकन लगाइदिनु पऱ्यो अनि अब हामीले चाहिँ चेक गर्दाखेरि चाहिँ डल्लै खोल्नु हुँदैन यसो गऱ्यो कि आधी जस्तो यसो गरिदियो यसलाई यसो सार हेर्नुहोस् ल मौरी अब सुरु हुँदैछ मौरी कि निकै उयो रानी छ भने चाहिँ देखाइदिनुहोस् न रानी चाहिँ अब ठुलो हुन्छ नि रानी अब हेरौँ ठाउँमा बसेर कस्तो खालको हुन्छ रानी चाहिँ मौरी किसरी बनिएको है दाजु यतापट्टि छैन ए म त बनिएको छैन यतापट्टि छैन अर्कोपट्टि हनीजेल छ यतिखेर लाउने बेला होइन यो बच्चा हो यहाँभित्र देख्नुभयो यो मसिनो लार्भा भन्छ यसलाई अन्डाहरू होइन एक डराउनु पनि भएन बच्चा चाहिँ यो हो यो छ नि यो चाहिँ बच्चा हो यो चाहिँ सिल गरेको भन्छ अघि भन्नुहुँदै नि अब यो सिल गरेपछि बच्चा निस्किँदाखेरि यो क्याप भन्छ कि यो चाहिँ भुइँमा झर्छ सबै झर्दा चाहिँ मैला हुन्छ हो सफा गरिदिई बस्नुपर्छ रानी चाहिँ देख्नु यसमा छैन होइन छ अहिले कता छ अनि मौरीलाई डिस्टर्ब गरेन भने यो मौरी कुच्चियो अरे भने चाहिँ टोक्ने हो कि न टोक्दैन नि हतबाट अब यो मैले एउटा माछा तलाको नि यो सुप हालिदिएको छु यहाँ हेर्नु ल यो किन यहाँ हालिदिएको भन्दाखेरि चाहिँ पछि सुप चढाउँछौँ नि हामी सजिलो हुन्छ मैले यसलाई फ्रुट सुप अर्को टुलमा हाल्यो भने चाहिँ 8वटा फ्रेममा हालिदियो एउटा यो फ्रेम माथि सुपरमा राखिदियो यसले बच्चा बनाएको पनि रहेछ यहाँ बनाउँछ नि यहाँ छिटो उयो हेर्नु कस्तो मजाको बच्चा अब सिजन लाग्दैछ अब याद पाइहाल्छ अब यसो गर्दा हो रसहरू पनि ल्याउँदैछ अब बच्चा मजाले पार्दैछ भनेपछि सिजन लाग्यो भने सोच्दा भयो अब लाग्नै आँटेको छ सिजन अब यो ट्रेडिसनलमा चाहिँ थाहा पाएन ट्रेडिसनलमा त केही थाहा छैन यसले चेक गर्नै पाइँदैन रानी कस्तो छ हो खानेकुरा छ कि छैन बच्चा कतिको छ अब यहाँ त अन्डा मजाले दिइरहेको छ नि त देख्नुहुँदैछ नि बच्चाहरू फट्टाभर निकाल्दैछ यसमा रानी उयो चाहिँ छैन है रानी छ नि यसमा यता छेउमा कता छ अब रानी छ भेट्छ होला एकछिन नयाँ बनाउँदै गरेको छ रानी बनाएको अहिले 1-2 महिना हो सिजन छैन अब सिजन हुन्छ रानी उतै होला कोही कालो पखेटा भएको छ त त्यो छैन त्यो होइन यहाँ छैन यतै छ डल्लो परेको त्यहाँनिर पल्लो छेउमा पनि छैन कि यसमा छ कि यता छ यता छ जस्तो लाग्छ रानी त छिटो देख्ने बित्तिकै चिनिहाल्छ ठुलो छ नि हुन्छ म सबै सार्दै लामो नि हुन्छ नि त रानी अङ्कलले चाहिँ रानी हेर्ने यसमा बीचमा फ्रेम हाल्यो नि त्यसमा पनि थाल्छ है उनीहरूले चेरे मर्यो होला नि यहाँ चाहिँ बच्चा डेमै रहेछ यसमा चाहिँ होला रानी यता त छैन उता छैन अन्डा हाल्दा सिजन लाग्यो अब मौरीको